हेलो दर्शक नमस्ते अस्सलाम वालेकुम गुड मर्निङ फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा हैन अहिले चाहिँ हामी माथि बतासे डाँडा पाल्पाको बतासे डाँडा जाँदैछौँ पछि गरे है हैन भिडियोलाई चाहिँ हेर्दै जानु मन पर्ने लाइक कमेन्ट गर्न चाहिँ नभुल्दिनु होला भन्दै हैन हाम्रो बतासे डाँडाको जर्नी चाहिँ स्टार्ट है। यो चाहिँ हाम्रो तानसेन बजार जाने बाइपास रोडको बाटो हो। तपाईँ देख्न सक्नुहुन्छ यहाँ मजेदारको साथमा अनि पारी डाँडा काँडा सहित एकदम भर्खर घाम लाग्छ बिहानको 9 बन्द लाग्यो होला अहिले। सल्लाहका रुख पनि यता छन् सल्लाहका रुखहरू अनि यो बाइपास रोड भएर चाहिँ मान्छेलाई धेरै इजी भयो हिँडेर उता घुम्न खाने निक्लिनलाई गुल्मीतिर जाने मान्छेहरूलाई रिटीतिर जाने मान्छेहरूलाई एकदम इजी भएको छ यही बाटो। सेती पोखरी भन्ने ठाउँमा आइपुग्यो हामी चाहिँ अहिले। यो चाहिँ सेती पोखरी चोक यहाँ यता गयो भने गडताल पुगिन्छ यहाँबाट। यो चाहिँ हाम्रो चाहिँ पाल्पा उता के भन्छ अरे अगाडि हुलङ्दी निक्लिने ठाउँतिर जाँदैछौँ। यहाँ अहिले बाख्राहरू निकाल्ने बेला भएको छ। त्यहाँको बजार देख्नुभएको बजार चाहिँ हाम्रो पाल्पा तानसेन बजार हो त्यो बजार। अनि अब यस्तो देखिएन भिडियोलाई मन पर्यो लाइक शेयर कमेन्ट गर्न चाहिँ नभुल्दिनु होला हैन। यस्तै चाहिँ हेलो अहिले चाहिँ हामी आइपुगेको छौँ अहिलेको हाम्रो नयाँ बन्ने पाल्पाको नयाँ बक्स पार्कतिर। यो चाहिँ हाम्रो यो एरियाभरि चाहिँ हाम्रो पाल्पाको नयाँ बस पार्क बनियो अरे यो एरिया होइन सबै। अहिले यहाँ काटेर अब यहाँ बन्दैछ अझै टाइम त लाग्ला हल्का बन्दैछ। यहाँ पाल्पाको नयाँ बस पार्क बन्ने ठाउँ यो हो है। ल म देखाउँछु यो एरिया है पाल्पाको बस पार्क बन्ने ठाउँ यताबाट यहाँबाट सुरु भएर यो पाल्पाको नयाँ बस पार्क बन्ने ठाउँ यो यहाँ चाहिँ अहिले बन्दैछ। सायद अब को 3-4 वर्ष 5 वर्षमा बन्ला सायद आई होप सो होइन। यहाँ चाहिँ यो चाहिँ पाल्पाको नयाँ बन्ने बस पार्क यता यस्तो छ है। अनि उतापट्टि पुरा सल्लाहघारी पुरा यो सल्लाहघारी देखिएको छ उताबाट। अनि तपाईँको यो चाहिँ उता हाम्रो बुटोलतिरबाट आउने बाटो तानसेन बजारबाट आउने बाटो यता होइन। यहाँबाट अनि चाहिँ यता चाहिँ जान्छ हाम्रो गुल्मी गुल्मीतिर जान्छ। अनि यहाँ बन्दै गरेको चाहिँ यो नयाँ पाल्पाको बस पार्क है त। ल भिडियोलाई मन पर्यो लाइक शेयर कमेन्ट गर्न चाहिँ नभुल्दिनु होला भन्दै म यो भिडियोबाट नि बिदा भएँ त। अहिले हाम्रो यात्रा चाहिँ सुरु भयो बतासे डाँडाको लागि हैन। यो चाहिँ बतासे डाँडा जाने बाटो हो है। अब यहाँबाट हामी माथि निक्लेर बतासे डाँडा पुग्नु चाहिँ यता यो बाटो गयो नि हाम्रो घरतिर पुगिन्छ हैन।
यता जाऊ माथि अहिले यताबाट पुगिँदै हाम्रो बतासे डाँडा हुँदै उतापट्टिको भ्यू राम्रो आउँछ क्या उतापट्टिको क्या बतासे डाँडाबाट यताको है हिँड्दैछौँ हामीहरू चाहिँ हामीहरू आइपुग्यौँ यहाँ यो नयाँ ठाउँमा यो चाहिँ हाम्रो पाल्पाको माथि यता गुल्मी रोडनिर आइपुग्यौँ के नाम पो भन्छ यसलाई बतासे डाँडा भन्छ होला बतासे डाँडा पाल्पा यो चाहिँ हाम्रो बतासे डाँडा पाल्पाको हो उतैको बाटो हिँड्न त बाबु होइन देखिए भ्यू यहाँको यो चाहिँ बतासे डाँडाको माथि यो इलेक्ट्रिक सिस्टम रहेछ क्या हिमाल देखियो त हिमाल देखियो त हिमाल देखिएको छ यहाँबाट अहिले हामी चाहिँ आएको छौँ बतासे डाँडामा यो बतासे डाँडामा आएको छौँ होइन कतिखेर म यहाँ बतासे डाँडाको यो उतापट्टि पुरा यो हिमालहरू रहेछ त्यसको भ्यू देखाउँछु यहाँ जानुहोस्